हेलो गाइस हैन हामी चाहिँ बन्दीपुर जान लागेको हामी चाहिँ स्कुटरमा योभन्दा अगाडि चाहिँ क्याप्चरै गर्न बिर्सेछौँ के अनि आई डोन्ट नो यो कहाँ पुगेपछि अथवा के हो भन्ने मलाई अहिलेसम्म केही आइडिया छैन। हामी 6 जना लागेको 6 जना हो। सायद यो तनहुँ नै पुगिसकेपछि हो जस्तो लाग्छ मलाई यो चेकिङ हेर्दा चाहिँ। आई थिंक हामी यो पोखरा भ्याली आई डोन्ट नो यो कता पुगिसक्यौँ हामी भन्ने मलाई थाहा नै छैन। अनि होइन यो त्यो उस्तिर हो क्या यो तालचोभन्दा तल के भन्छ अरे त्यतै हो जस्तो लाग्छ मलाई चाहिँ। तर भिडियो हेरेर थाहा पाएको मैले अनि मलाई चाहिँ कहाँ हो भन्ने नै याद छैन। अनि यसले के भनिदियो पनि थाहा छैन मलाई। अनि यसले कहाँको भिडियो लिइदियो भन्ने पनि थाहा छैन मलाई। ए हामी त्यो त दमौलीको पुल होइन र दमौलीको पुल पुगिसकेछौँ होइन। नो आइडिया। अनि बाइ द वे हामी चाहिँ 6 जना जान लागेको स्कुटरमा अनि 6 जना छ हाम्रो ग्रुप। अनि अगाडि हुनुहुन्छ है 2 जना त्यो अलिकति। अनि यो चाहिँ अलिअलि फोटो पनि परेरहेछ होइन। त्यो अगाडि देखेकोवाला 2 जना यी फेरि भिडियो आएछ यो अगाडिवाला 2 जना अनि त्योभन्दा अगाडि हुनुहुन्छ कि 2 जना 6 जना जान लागेको। अनि तर त्यो बसमा जस्तो गीत गाउँदै जानेवाला चाहिँ हुँदैन स्कुटरमा चलाउनेवाला हुन्छ। अब 50-60 को स्पिड हान्दाखेरि ला हामी त बन्दीपुर त माथिको त्यो उसमै पुगिसकेछौँ जङ्गलमा। यो चाहिँ एकदमै राम्रो थियो है बाइ द वे। के भिडियो हो मलाई थाहा नै छैन। मैले भिडियो बनाएको थिएन सो त्यस्तो केही नै भएन मेमोरीको लागि मात्र हो। अनि यो चाहिँ बन्दीपुरको त्यो लगभग बन्दीपुर गाउँ आउने बेला टाइपतिरै हो कि एकदम राम्रो थियो होइन। मलाई यहाँ भिडियो बनाउनु मन थियो तर कोहीले मानेनन् होइन। यसले चाहिँ यस्तो फोटोहरू खिचिरहेछ त्यही पनि राखिदिएको मैले चाहिँ। अनि यो चाहिँ अब चाहिँ त्यो माथिको डाँडा चाहिँ बन्दीपुर नै हो होइन। मलाई यो चाहिँ एकदमै मन परेको के यो वाला सिनारी। अनि मैले खिच त भनेको थिएँ अनि यसले खिचिरहेको थिएँ। अनि लगभग हामी गाउँतिरै पुगिसक्यौँ जस्तो लाग्छ मलाई। त्यो चेकिङ भएको थियो यार कतातिर हो तर मैले बिर्सेँ एक्ज्याक्ट होइन। चेकिङ पोस्टतिर आइपुग्यो होइन कि आइपुग्यौँ जस्तो लागिरहेको मलाई। अनि हामी चेकिङ यहाँ भएको थियो क्या हाम्रो। अनि चेकिङ भएको थियो तर मेरो चाहिँ चेक गर्नु भएन। सबैजनामा झिकेर चाहिँ दिए थिएँ तर अब हामी सबैजनाको 6 भनेर होला चेकिङ भएन। यी पार्किङ पनि भइसक्यो होइन। के भिडियो भएछ थाहा नै भने। यो चाहिँ बेलुका खाजा खान आएछ अनि यो भ्यू कस्तो राम्रो देखेको मेरो भिडियो बनाइ त भन्थे यसले।